हजुर नमस्ते नमस्कार ढोकदिया आज भौती दिन पछाड तमुनका माझमा परदेशी रविवार कार्यक्रम लिएर अझ आइगयौँ देखा बीचमा तसो होइजान्छ देखा सधैँ जसो दिनादिन कार्यक्रम ल्याउनलाई नसकिन् कबै कामको व्यस्तताले थोक्का बिजीले भइजान्छ देखा आज मैले बहुत ही दिन पहले लेखबर पठाइरहेको थिएँ अशोक बहादुर कुँवरजीले एक नाना बाबुका गीतहरूले सर वाचन गरिदिए हाँ भन्ला थिएँ देखा मेरो कामको व्यस्तताले मैले रेगुलर रूपमा ये परदेशी रविवार कार्यक्रम ल्याउन नसक्यो देखा केही दिनको ग्याप भयो तैलखा क्षमा प्राप्त छु आज मेरो हात परिरहेछ उनले लेखेको चिठी उनले लेख्दान सोर्ने गाउँपालिका वार्ड नम्बर 4 बिकुली मल्ला गाउँ घर भए हाल राष्ट्रिय मावि बाटीगडामा अध्ययनरत छु मेरो कोसेली हजुरको माझमा पहिलो हो दादा वाचन गरिदिए हाँ भनेर लेखेका देखा उनीहरा लेखेका गीततिर झन् पो तमन सुनिबर साथ दिया हाँ शिवजीको बसने थलो कैलाश धुरामा दुई मन एक हुने रहेछ मायाका कुरामा दुई मन एक हुने रहेछ मायाका कुरामा कठै कठ रुखका पात झडी गया उराट भयो बन रुखका पात झडी गया उराट भयो बन घिउ जति नरम हुन्छ माया लुको मन घिउ जति नरम हुन्छ माया लुको मन कठै कठ बेलो लामो काकडीको पातला म केलाको मिनटलाई वर्ष जसो सम्झ ने बेलाको मिनटलाई वर्ष जसो सम्झ ने बेलाको कठै कठ माया हो जिउनाको साथी सँगसँग चल्लो माया हो जिउनाको साथी सँग चल्लो कोही माया गिठा जसो हुन्छ कोही माया बाडी डल्लो कोही माया गिठा जसो हुन्छ कोही माया बाडी डल्लो कठै कठ काली गेडी भुइँमा झडी पाइने हो कि खोज्या काली गेडी भुइँमा झडी पाइने हो कि खोज्या पहिरन अर्काको बनाई मैले फुल रोज्या पहिरन अर्काको बनाई मैले फुल रोज्या कठै कठ घाँस काट्न खोलीको सिरु दाउरा भाँच्नु मेला घाँस काट्न खोलीको सिरु दाउरा भाँच्नु मेला आँखाभरि आँसु हुन्न घरसम जेका बेला आँखाभरि आँसु हुन्न घरसम जेका बेला हाँगो राम्रो मैनालीको डाँडो राम्रो रौटी हाँगो राम्रो मैनालीको डाँडो राम्रो रौटी आउने सुख पाइने हुन् कि बौला दुःख झेली आउने सुख पाइने हुन् कि बौला दुःख झेली कठै कठ गाउँ घर कि गतिविधि पुरा पढिदिया गाउँ घर कि गतिविधि पुरा पढिदिया गाउँ घरमा के कस्तो छ सबै जानिदिया गाउँ घरमा के कस्तो छ सबै जानिदिया बेलो लामो काकडीको पातला म केलाको मिनटलाई वर्ष जसो सम्झ ने बेलाको मिनटलाई वर्ष जसो सम्झ ने बेलाको फुल फुल्ने असौजको माछा बरी खापाटीमा फुल फुल्ने असौजको माछा बरी खापाटीमा तेरो माया अटी रहेछ सास फेर्ने घाँटीमा तेरो माया अटी रहेछ सास फेर्ने घाँटीमा कठै र उनले बहुत ही निका गीत लेखेर पठाएर थिए देखाए हमारा परदेशी रविवार कार्यक्रममा उनले बहुत दिन पहिले पठाएर थिए तैला खास सरी मैले दिनादिन कार्यक्रमलाई अगाडि बढाउन नसके देखा कामको व्यस्तताले चाहिँ आफूलाई काम गर्दै पर्छ देखा अशोक बहादुर कुँवरजीले लेखेका गीत मैले तमुनका माझमा राखे एकदमै नान्नै बाबु हो देखा पारस बहादुर कुँवरजीले उनीहरा गीत खोजेर मलाई पठाइदिइराखे उनलाई धेरै धेरै धन्यवाद पारसजीलाई मैले बहुत सम्झिराखेँ देखा तमुनलाई यसरी कार्यक्रममा सहभागी हुन चाहन्छौ भने राकेश धामी फेसबुक पेजलाई फलो गरेपछि धामी राकेश ओफिसियल युट्युब च्यानललाई तम सब्सक्राइब गरेपछि यसै कार्यक्रमका कमेन्ट बक्समा अथवा मेरा डाइरेक्ट मेसेन्जर बक्समा तम आफ्ना गीत लेखेर पठाउन सक्नुहुन्छ श्रोता संज्ञो पो आजका कार्यक्रममा अशोक बाबुका गीत राखे यसरी अर्का दिन अर्का साथीका गीत लिएर आउने बाचा गरेर आजका कार्यक्रमबाट म बिदा हुनु नमस्कार।